के तपाईँ पेन्सनभोगी या पेन्सनर्स हुनुहुन्छ? के तपाईँले आफ्नो डिजिटल लाइफ सर्टिफिकेट जम्मा गर्नुभयो? हो, यदि तपाईँ पेन्सनर्स हुनुहुन्छ र तपाईँले आफ्नो डिजिटल लाइफ सर्टिफिकेट जम्मा गर्नुभएको छैन भने यो भिडियो तपाईँको लागि हुनेछ। त्यसको लागि यो भिडियो तपाईँले अन्तिमसम्म स्किप नगरिकन हेर्नुपर्नेछ। नमस्ते सम्पूर्णमा, म समीर। स्वागत छ मेरो नयाँ युट्युब च्यानलमा नयाँ ज्ञानवर्धक भिडियोको साथमा। यो च्यानलको मार्फत म तपाईँहरू समक्ष नयाँ ज्ञानवर्धक भिडियोहरू लिएर आउनेछु। अहिले डिजिटलको जमानामा हर कामहरू डिजिटली या अनलाइन गर्नुपर्ने हुन्छ। त्यसको निम्ति यसको बारेमा हामीलाई ज्ञान हुन अति नै जरुरी छ। त्यसर्थ सरल तरिकाले अनि सरल भाषामा तपाईँहरू समक्ष म यस्ता नयाँ भिडियोहरू पुर्याउने प्रयास गर्नेछु। त्यसको निम्ति तपाईँहरूले मेरो यो युट्युब च्यानललाई सब्सक्राइब गर्नुपर्ने हुनेछ र साइडमा भएको घन्टीलाई दबाएर राख्नुहोला, ताकि यस्ता नयाँ भिडियोहरूको जानकारी तपाईँहरूले तुरुन्त पाउनुहुनेछ। लौ त अब ढिलो नगरिकन आजको भिडियोतर्फ लागौँ है त। यानि कि डिजिटल लाइफ सर्टिफिकेट आफै कसरी सबमिट गर्ने, आफ्नो लाइफ सर्टिफिकेट आफै कसरी जम्मा गर्ने, यहाँ सरल तरिकाले अनि सरल भाषामा म स्टेप बाई स्टेप राख्नेछु। सबैभन्दा पहिला त तपाईँले आफ्नो मोबाइलमा जीवन प्रमाण एप डाउनलोड गर्नुपर्ने हुन्छ र प्ले स्टोरमा गएर यो सजिलैसँग डाउनलोड गर्न सक्नुहुनेछ। र मैले यहाँ तपाईँहरू समक्ष लाइभ प्रोसेस देखाउँदैछु, त्यसर्थ स्किप नगरिकन हेरिदिनु होला। मसँग पहिलेबाट नै जीवन प्रमाण एप डाउनलोड छ र मैले यो एप ओपन गरेँ। यसरी ओपन गरिसकेपछि यहाँ दुईवटा अप्सन आउँछ, आधार अनि भर्चुअल आइडी। मैले आधारमा क्लिक गरेँ र आफ्नो आधार नम्बर एन्टर गरेँ। तपाईँले पनि यसरी नै आफ्नो आधार नम्बर एन्टर गर्नु। त्यसपछि मैले यहाँ आफ्नो रेजिस्टर्ड मोबाइल नम्बर टाइप गरेँ। तपाईँले पनि आफ्नो रेजिस्टर्ड मोबाइल नम्बर एन्टर गर्नुहोस्, जसमा ओटिपी आउनेछ। पछि आफ्नो इमेल आइडी, तर यो कम्पलसरी छैन। र अब यो डिटेल्स भरिसकेपछि यसलाई सबमिट गरिदिनुहोस् र तपाईँको मोबाइलमा ओटिपी आउनेछ। जस्तै मेरो मोबाइलमा ओटिपी नम्बर आइसक्यो, मैले यहाँ ओटिपी नम्बर हालेँ। यदि ओटिपी आएन भने यहाँ रिसेन्ड गर्न सक्नुहुन्छ। मैले ओटिपी एन्टर गरेँ अनि सबमिट गरेँ। ओटिपी सबमिट गरिसकेपछि यहाँ यस्तो प्रकारले अर्को पेज खोलिनेछ र यो पेजमा तपाईँले आफ्नो पुरा डाटा भर्नुपर्नेछ। यहाँ पर्सनल नेम मैले आफ्नो नाम हालेँ अनि नेक्स्टमा टाइप अफ पेन्सन, यहाँ तपाईँले आफ्नो पेन्सन टाइप सेलेक्ट गर्नुहोस्। जस्तै फ्यामिली पेन्सन, सर्भिस पेन्सन, तपाईँ कुन क्याटेगोरीमा पर्नुहुन्छ। त्यसपछि अर्गनाइजेसन टाइप, यहाँ थुप्रै अर्गनाइजेसन लिस्टहरू छ, त्यहाँ तपाईँले आफ्नो अर्गनाइजेसन सेलेक्ट गर्नुहोस्। जस्तै कि सेन्ट्रल गभर्मेन्ट, स्टेट गभर्मेन्ट, ब्याङ्क, इपिएफओ एट्सेट्रा। त्यसपछि स्याङ्सनिङ अथोरिटी, यानि कि तपाईँको पेन्सन कसले स्याङ्सन गर्छ, र यो लिस्टमा तपाईँले आफ्नो स्याङ्सन अथोरिटी सेलेक्ट गर्नुहोस्। त्यसपछि आउँछ डिस्बर्सिङ एजेन्सी, तपाईँले यहाँ लिस्टमा आफ्नो एजेन्सी सेलेक्ट गर्नुहोस्। त्यसपछि यहाँ आफ्नो पिपिओ नम्बर एन्टर गर्नुहोस्, जुन तपाईँको पिपिओ अनि डिस्चार्ज बुकमा हुन्छ। पिपिओ नम्बर एन्टर गरिसकेपछि तलतिर अकाउन्ट नम्बर, यानि कि जुन अकाउन्टमा तपाईँको पेन्सन रिसिभ हुन्छ त्यो अकाउन्ट नम्बर एन्टर गर्नुहोस्। जस्तै मैले यहाँ आफ्नो पेन्सन अकाउन्ट नम्बर एन्टर गरेँ। आफ्नो अकाउन्ट नम्बर एन्टर गरिसकेपछि तलतिर दुईवटा क्वेसन छ, आर यु रिइम्प्लोइड एन्ड आर यु रिम्यारिड। यहाँ तपाईँले आफ्नो अप्सन सेलेक्ट गर्नुहोस्। अब तपाईँले भर्नुभएको पुरा डाटा चेक गर्नुहोस् अनि ओके छ भने नेक्स्ट गर्नुहोस्। अब नेक्स्ट गरेपछि तपाईँले भर्नुभएको पुरा डेटा यहाँ सो गर्छ र एकपल्ट राम्ररी चेक गर्नुहोस्। यदि कुनै करेक्सन छ भने ब्याक गरेर तपाईँले एडिट गर्न सक्नुहुनेछ। यदि डिटेल्स सही छ भने अब तलतिर डिक्लेरेसन छ, त्यसलाई एकपल्ट पढ्नुहोस् अनि साइडमा एम्टी बक्स छ, त्यहाँ तपाईँले क्लिक गर्नुहोस् र यसलाई अब सबमिट गर्नुहोस्। सबमिट गरिसकेपछि अब तपाईँलाई यहाँ कन्फर्मेसन माग्छ के तपाईँकै पिपिओ नम्बर हो। एकपल्ट अझै पनि चेक गर्नुहोस् अनि कन्फर्म गर्नुहोस्। अब कन्फर्म गरिसकेपछि तपाईँले तलतिर स्क्यान प्रेस गर्नुहोस् अनि एकछिन वेट गर्नुहोस्।
र केही क्षण वेट गरिसकेपछि तपाईँको स्क्यानर ओपन हुन्छ यस्तो प्रकारले र आफ्नो फेस स्क्यान गर्नुहोस् जस्तै मैले गरेँ। इमेज क्याप्चर सक्सेसफुल्ली। यसरी इमेज क्याप्चर भइसकेपछि तपाईँलाई यसरी मेसेज आउँछ, थ्याङ्क यू फर सबमिटिङ डिजिटल लाइफ सर्टिफिकेट। र तपाईँको यहाँ प्रमाण आइडी नम्बर, पिपियु नम्बर तपाईँले देख्न सक्नुहुन्छ। र तपाईँले पनि यसरी नै आफ्नो डिएलसी घरमै बसेर आफै नै सबमिट गर्न सक्नुहुनेछ। र भिडियो के कस्तो लाग्यो, यदि मन परे लाइक सेयर कमेन्ट गरिदिनु होला। र तपाईँहरूको मनमा केही जिज्ञासाहरू छ भने तल कमेन्ट बक्समा राख्न सक्नुहुनेछ। लौ त अब नयाँ भिडियोमा नयाँ जानकारीको साथ आउनेछु है त। र च्यानललाई सब्सक्राइब गर्नु चाहिँ नभुल्नु होला है।